बाइबलमा योनाको पुस्तकमा यसरी लेखिएको छ, परमप्रभुको वचन अमित्तेका छोरा योना कहाँ आयो। उठ, निनवे जाऊ र त्यसको विरुद्धमा प्रचार गर, किनकि त्यसको दुष्ट्याइ मेरो सामु आएको छ। तर योना परमप्रभुको उपस्थितिबाट भागे। उनी तर्सिसतिर लागे, योप्पा शहर पुगे र त्यहाँ एउटा जहाज भेटे। भाडा तिरेर जहाजमा चढे, परमप्रभुबाट टाढा जान। त्यसपछि परमप्रभुले समुद्रमा प्रचण्ड आँधी चलाउनुभयो। जहाज डुब्न लाग्यो। नाविकहरू डराए, आफ्ना आफ्ना देवतालाई पुकारे र सामान समुद्रमा फाले। तर योना भने जहाजको तल्लो भागमा गहिरो निन्द्रामा थिए। कप्तानले भने, उठ, तिम्रो परमेश्वरलाई पुकारा गर। चिट्ठा हाल्दा दोष योनामाथि पर्यो। उनले स्वीकारे, म परमप्रभुबाट भाग्दैछु। समुद्र झन उर्लियो। योना बोले, मलाई समुद्रमा फालिदेऊ, अनि समुद्र शान्त हुनेछ। नाविकहरूले अन्ततः उनलाई समुद्रमा फालिदिए र तुरुन्तै समुद्र शान्त भयो। तर परमप्रभुले एउटा ठूलो माछा पठाउनुभयो। योनालाई निलियो र उनी 3 दिन र 3 रात त्यसको पेटभित्र रहे। परमेश्वरबाट भाग्न सकिँदैन। उहाँको इच्छा अन्ततः पूरा हुन्छ। आज्ञा पालन नै साँचो मार्ग हो।